फ्यापुल्ला वेलकम टु ब्याक माई भिडियो एन्ड भ्लगमा फेरि पनि मेरो सम्पूर्ण देश तथा विदेशमा रहनुभएको वाइटी फ्यामिलीहरूलाई धेरै धेरै सम्झना धेरै माया भन्दै भिडियोमा आइसक्यो धनमाय हजुरहरूको माझ न्यू भिडियो न्यू भ्लग लिएर साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ। आई होप म सन्चै छु है। अनि हजुरहरू पनि सधैँभरि स्वस्थ मस्त व्यस्त रहनु होला स्वस्थ रहनु होला भन्दै भिडियो स्टार्ट गर्दैछु। भिडियो टाइटल र थम्बनेलमा पनि थाहा पाइसक्यो हजुरहरूले मैले गर्न गइरहेको कामहरू देखाउँदैछु। साथीहरू हेर्दै गर्नु होला भिडियो, यताउति भिडियो देखाइरहेको छु। धनमायाले माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। हजुरहरूले धेरै माया दिएर नै म अगाडि बढ्दै आएको छु। साथीहरू साथ सपोर्ट भएर अगाडि बढ्नुपर्छ है त। गइरहेको छु साथीहरू। यो अदुवा पनि पोहोर मैले यत्रो सानो एक झ्याङा हालिदिएको, धेरै पनि मिठो लाग्दैन अदुवा पनि मलाई त खोइ। अन्त यो एक झ्याङ रोप्छु। अन्त यो मकै चाहिँ अब भदौतिर खानुहुन्छ नि त, पछि छेउछेउमा लाउँछु। कसरी लाउँछु हेर्नु होला अनि फलाएर उम्राएर देखाउँछु है साथीहरू। मैले यो चिप्ले भ्यान्डी रोप्दैछु है, रोपेर यसरी छोपिदिने। यस्तो बनायो मैले चाहिँ रोपेर साथीहरू। यसपालि पानी नपरेर बिजोग बनायो। यसरी मकै हालिदिन्छु क्या। यो छेउ चाहिँ म मकै हाल्छु कि साथीहरू है। धेरै घर छेउमा घारी नै बनाउनु हुँदैन, पातालो हालिदिन्छु मकै त। काँक्रा चाहिँ यहाँ हाल्छु है साथीहरू। यसमा नि मकै हाल्छु। मकै चाहिँ हाल्दैछु है साथीहरू। मकै लाउँदैछु। मैले यता मकै लाएँ, पनि मकै नै लाएँ है। पछि खानुहुन्छ नि त। यहाँ चाहिँ मैले अस्ति लसुन रोपेको है, यतातिर अस्ति लसुन रोपेँ, आज चाहिँ मकै रोपेँ। हेर्नु झार यस्तरी गरेर प्याजहरू उखालेपछि प्याजतिर त्यो उखालेपछि के हाल्नुपर्छ हेर्नुपर्छ। त्यहाँतिर पनि विचार गर्नुपर्छ। त्यो ठाउँ खाली राख्यो भने त खाली नै बस्छ। के लायो भने त हुन्छ नि, गिराउला सिराउला त्यस्तै हुन्छ। गिराउला हुन्छ गिराउला। ल यसरी मकै लाएँ मैले। हेर्नु पहिला अस्ति नैको लसुन मैले चाँडो नउखालेर बाँकी बसेको, अस्ति चुटेर। लसुन कति महँगो छ है, धेरै घरमा भएपछि वास्ता नहुने भने जस्तै। रोप्यो, अब भोलिपछि उमारेर फलाएर देखाउँछु है। पानी चाहिँ बेलुका हाल्छु क्या जहिले। हेर्नु न सुकेको जस्तो भएर बस्छ भने बिहान त भयो नि। मैले ठुल्ठुलो बनाइसक्यो, अस्तिको भन्दा बढ्दै आछ। अनि फेरि यो टमाटर टिप्ने क्या नै हो साथीहरू। म चाहिँ अब यो रोपेर सक्यो, अब टमाटर टिप त कति टिपेको देखाउनुहुन्छ भने पाकेकै छ। आज नि टिप्ने के बिउ बिजन रोप्यो, अब टिप्ने। के हिँड्छ घन्डाङ घुन्डुङ गाडीहरू। भ्यान्टा खानु चाहिँ आउनु है मेरो वाइटी फ्यामिली। कसलाई मनपर्छ भ्यान्टा? मलाई मिठो लागेन, म खाँदैन। मैले त त्यतिर कसलाई टिपेर दियो, छिप्दैछ अझै। टमाटर चाहिँ होइन, जे कुरा पनि लाउनु पर्छ होइन, मस्त फल्ने के।
मने यसलाई पानी चाहिने होला। अब टिटिर आउन माया हेर्नु न, यसलाई पानी चाहिँदैन होला त बिचरा, न पानी पर्छ हिँडिरहेछ। मने कति तिर्खा लाग्यो होला नि, यसलाई पानी चाहिन्छ नि बिचरा, के खान्छ होला है यस्तो टट्यान मैला। हेर टमाटर चाहिँ लड्रम्म फल्या पत्ता चाहिँ सब मरिसक्यो बिचरा मेरो टमाटर। अब म टमाटरसँग कुरा बोल्छु है, हजुरहरूसँग होइन। बिचरा मेरो टमाटर अस्ति एक बाटी टिपेको मैले, तल्लो घर मास्तिर घर बार्दा सक्यो। यो चाहिँ अब सुकाउँछु होला म हाई। बाँडीचुडी खाने बानी गर्नुपर्छ नि होइन साथीहरू। अब फेरि यो अब म गाउँ पनि जान्छु नि त भोलि पर्सि, अनि त्यही भएर टिपेको यो। अनि आउँदाखेरि त पाक्छ फेरि। टमाटर त पछिको बोटहरू पनि छ। अटोहरूले धुलो उडाएको हेर्नु न। धनियाँको पनि सिजन गयो है, अलिअलि छ धुलो उडाएर ल्यायो। ल है हम कुरा नहीं बुझी जी, बुझी छे ना है ना, हिंदी नहीं आता है ना, मैंने हिंदी नहीं आता है। ल है यो चाहिँ अब सिन्की बनाएर राख्दाखेरि त भोलि पर्सि बर्खामा एकदम अचार तातो पानीमा च्याप्प भिजाएर होइन बनाउला, के अरे बनाएर खाँदा चाहिँ एकदमै मिठो हुन्छ है। यो पनि सिन्की टमाटर होइन सुकुटी बनाएर सुकाउँदा एकदम मिठो हुन्छ साथीहरू। हजुरहरू पनि खानुहोला त्यसरी सुकाएर है। धनमायाले चाहिँ टिप्दैछु यहाँ। बोट जति मरिसक्यो पानी हाल्दा होइन, अनि फल्ने जति फलिरहेछ, यसरी फलिरहेछ। खाना पकाउने बेला नै हुन थाल्यो। अब शीतलमा भन्दा काम गर्न सक्दैन। टिप्दैछु यता धनमाया हजुरहरूसँग बोल्दै टिप्दैछु है। मेरो भिडियोलाई माया सपोर्ट दिनुहोला। भएको छ कि छैन हो, म त डाले कता डाले। हेर्नु धनमायाको अनुहार त के हो, हाते यस्तो भइसक्यो। यस्तो भएको छ काम गर्ने अनुहार। हेर्नु टिपेको मुर्दा काँडाले मलाई घोज्दो रहेछ हौ। आथा म टमाटरसँग बोलेको भनिदिन्छु ल वाइटी फ्यामिली। तपाईँहरूले नि त्यस्तो भन्नु होला है। तपाईँहरूसँगै बोलेको हो म रे क्या। अनि त अरू सन्चै आरामै हुनुहुन्छ होला नि हजुरहरू। जहिले स्वास्थ्य मस्त रहनु होला है। सन्चै सधैँभरि सन्चो छ भन्ने मात्रै सुन्न पाऊँ होला मेरो वाइटी फ्यामिली होइन। हामी यसरी नै अगाडि बढ्नुपर्छ भनेको। के गर्नु, कहिले त मलाई त झ्याउ लागेर आउँछ। भिडियो पनि के बनाऊँ जस्तो लाग्छ। म रुएँ। माया लुलाई कहाँ जाम। टमाटर नै फल्न नि कति फलेछ हौ, कतिलाई फलेछ टमाटर। लोकल हाइब्रिड साइब्रिड सब फले। अचार चाहिँ फेरि भेरी चर्को हो नि त। हिजो आज यही अचारले गर्दा खाना खान्छु मैले। चटक्क मिठो हुन्छ, चटक्क। चट्ट रुमाल के मल्लु पटेको खाल्टीमा। मलाई त गीत गाउनै आउँदैन। टमाटर चाहिँ हामीले होइन यसरी टिपेर सिन्की बनाएर राख्नुहोस्। जेठ असारमा मस्त तातो पानीमा हालेर चप्प भिजाएर अचार बनाउँदा एकदमै मिठो हुन्छ। म चाहिँ त्यसरी खान्छु। हेर्नु न बोटको पत्ता मरे पनि टमाटर मरेको छैन। त्यही भएर म पाकेकोहरू टिपेको क्या बलगरी अस्ति पनि टिपेको हो। मेरो वाइटी फ्यामिलीले धनमायाले रोपेको चिज हेरिरहनु भनेर देखाएको है भिडियो चाहिँ माया गरिदिनु होला। अनि सपोर्ट भएर अगाडि त बढ्नै पर्छ क्यारे। भिडियो राम्रो बनाउनु कहाँ जानु क्यारे, यस्तै बनाउने हो धनमाया भिडियो।
यतातिर टिप्दैछु है मर्रामर आमामामा हो लौ काँचै टिपेछ अब चाहिँ मारे बाबा सुकाउँदा त मिठै लाग्छ होला हात चाहिँ हेर्नु न अघि खन्दा उही मेरो हात कुकुरलाई दिँदा नि नखाने भयो त मेरो हातको बिजोक कुकुरले दिँदा नि नखाने भयो मेरो हातको बिजोक यता खन्दै यता टिप्दै खन्दै पो भन्छ मुख पनि के हो च्वाक्क लाएर पिर्नुपर्ने खालको मुख छ मेरो टिप्दै भन्न थालेको खन्दै रे अनि त लौ टमाटर चाहिँ यसरी फल्छ धनमाइले मेहनत गरेपछि नफल्ने चाहिँ केही छैन है साथीहरू यसलाई मलाई पानी र मल मात्र लायो भने त मस्त फलाइदिन्छु म बेलुका परिसक्यो कहिले खाना पकाउनु बोट चाहिँ मरिसक्यो मरेको होइन यो पत्ता चाहिँ मरेको क्या टमाटर चाहिँ छ टमाटर चाहिँ मरेको छैन क्या साथीहरू बोट चाहिँ मरेको होइन पत्ता चाहिँ मरेको हो होइन टिप्दैछु है मेरो साथीहरू अनि मेरो साथीहरू कहाँबाट भिडियो हेर्नुहुन्छ कमेन्ट गर्नुहोला के गर्नु साथीहरू भिडियो छुट्दा पनि हेरिदिन्छ है त्यति काम चाहिँ धनमायाको पक्का हो मेरो पनि हेरिदिनु माया दिनु साथ सपोर्ट दिनु होला भिडियोलाई होइन साथीहरू अझ त भिडियो बनाउँदा पनि धनमाया अल्छी लागेर बोलिरहेछ कस्तो अल्छी लागेछ मलाई हिजो अस्तिदेखि के भएको यो पानी नपरेर पनि होला ज्यानहरू सब गल्ने यो झन् टमाटर अमिलो खाएर होला अचार बिना खाना रुच्दैन खानुपर्छ मरे त खाएरै मरोस् होइन साथीहरू चटक चटक मिठै खानुपर्छ मिठै लाउनुपर्छ है यस्तो टिप्यो अस्ति एक बाटी टिप्यो अन्त त्यो चाहिँ यतै वरिपरि कुनैलाई दियो नहुनेहरूलाई प्रायःजसो रोपेरै खानुहुन्छ साथीहरू भन्नाले नजिकको छिमेकीहरू नहुँदा चाहिँ दिन्छु म बाँडीचुडी नै खानुपर्छ है साथीहरू नत्र हुँदैन एक्लै खाएर कहाँ पचाउँछ र लु यस्तरी टिपिसक्यो मैले आइया ल है साथीहरू अब के भन्नु हौ धेरै त म त कुरा त यस्तै छ धनमायाको भिडियो माया साथ सपोर्ट दिनु होला धनमाया घुम्ने फिर्नेको पनि आउँछ भिडियो खाने पकाउनेको पनि आउँछ भिडियो हजुरहरूले माया दिनुभएको छ धेरै धेरै खुसी छु धेरै धेरै धन्यवाद भन्न पनि चाहन्छु अनि मलाई यसरी नै साथ सपोर्ट माया हौसला दिनुहोला म पनि हजुरहरूलाई साथ सपोर्ट माया दिनेछु बोल्दाखेरि त भिडियो त कहाँ पुग्छ होला है अनि तपाईहरुले जे जसो भए पनि भिडियो हेर्नुहुन्छ माया दिनुहुन्छ त्यसैमा म धेरै भरिपूर्ण खुसी छु भरिपूर्ण धन्यवाद हजुरहरूलाई अनि म त यो नभएको अनुहार पनि कति देखाउनु हो म त कहिले त झ्याउ लाग्छ भयो नि कहिले कहिले देखाउँछु है लु धनमायाले गरेको दिनचर्या यताउति देखाइरहेको छु हजुरहरूको माझ भए पनि हजुरहरूले धेरै धेरै माया गर्नुहुन्छ मेरो भिडियोलाई यसरी नै माया मैले जहिले पाऊँ अनि हजुरहरूलाई पनि म सक्दो माया दिनेछु सक्दो सपोर्ट गर्नेछु है साथीहरू अहिले चाहिँ यस्तै भिडियो देखायो आज पनि साथ सपोर्ट माया हौसला दिनुहोला प्रतिक्रिया दिनुहोला भन्दै भिडियो पनि इन गर्न चाहन्छु साथीहरू यतिखेरसम्म हेर्नु भएर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै बाई बाई एभ्रिवान।